हेलो एभ्रिवान, म अहिले बुटबलबाट नारायणगढ चितवन गइरहेको छु विशेष कामले गर्दा। म अहिले दाउनेको ओह्रालो उत्रिरहेको हेर्नु। दाउनेको काम अहिले बिच बाटो ओह्रालो भने कस्तो बाटो बिजोग छ अहिले। दाउनेको रोड हो यसले, पुरा ग्राभल अनि माटो मात्रै रहेछ अहिले। मेरो अहिले 5 को स्पिडमा गइरहेको छु म अहिले। यस्तो खराब बाटोले गर्दा अब तलतिरको बाटो त प्राय ठिकै छ नि। अहिले बाटोको माथिको यो दाउनेको भाग त पुरै बिजोकै रहेछ अहिले म प्राय 4-5 को स्पिडमा गइरहेको छु। 4-5 यस्तो बाटो छ। दाउने कट्न प्राय हामीलाई जुन 30 मिनटको त्यो आधी घन्टाको बाटोमा अहिले 1 घन्टा 1.5 घन्टा लागिरहेछ। यस्तो बाटो खराब छ यो पालेर गर्दा। हिलो एक तरफ, पानी एक तरफ, अनि बाटो एक तरफ भएको छ अहिले। दाउनेको पुरै हिलो छ अहिले। यस्तो बाटो छ अहिले, यस्तो बिजोगको बाटो। यही हो अब नेपाल सरकारको प्रगति, डेभलपमेन्ट। यसलाई भन्छ डेभलपमेन्ट। हेर्नुहोस्, कामला थालिङ 10 सालभन्दा बढी भइसक्यो माथि यो बाटो। कहीँ बाटो बनेका छन्, कहीँ नै त्यस्तै छ। कहीँ आरसिसी हालेर M20 हालेर बाटो बनाएको छन्, फेरि यस्तै सक्सेसमा त्यस्तै छन्। अहिले 1 सालको म्याद थपिया छ के अरे। अब हेरौँ कतिसम्म त्यो बनाउँछन्। आगामी असार साउनसम्म म्याद थपिया छ 1 साल। हाम्रो मान्य प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले अब हेरौँ उहाँको अल्टिमेटमले गर्दा कति समयको काम 1 सालमा भ्याउँछन् कि भ्याउँदैनन्, कि फेरि म्याद थपाउँछन्। नेपालै त हो। हेर्नु त्यो बाटोको कन्डिसन हेर्नु। रातिको समयमा त यस्तो अप्ठ्यारो छ हिँड्न। यहाँ पुरै खाल्डो छ, न सेफ्टी कहीँ न केही सेफ्टीको सेफ्टी छ। त्यत्तिकै लथालिङ। अहिले एकछिन पानी परिदियो भने यो बाटो फेरि कुस्दै हुन्छ बिजोग। अलि पानी पर्न मात्रै दिएछ। यहाँ त बाटो गाडी चिप्लो हेभी गाडी चिप्लेर त जाम 8-12 घन्टाको जाममा परेको छ मान्छेहरू। कस्तो डरलाग्दो बाटो रहेछ। तलतिर अलिक डेभलिङ गरेका छन्, माथितिरकोलाई त्यस्तै हो। यहाँ साइड कटिङ हुन बाँकी छन्। दाउनै छ रक्षन्तको बाटो। एकछिन बाटी पऱ्यो, बाटो चिप्लिन सुरु भयो। मेरो त 5 को स्पिड पनि छैन बाटो।